जातीय भाषिक लिसे सांस्कृतिक उत्थान यागु आज निसुङ्गु नेपाल खर्गी सेवा समिति ए महानगरपालिका या मेयर विद्या सुन्दर साक्य व उपमेयर हरिप्रभा खर्गी यात तजिक हङ्गुदु एडेया मूर्त अमूर्त कला सांस्कृतिक सम्पदा माकेको ज्यायागो महानगरपालिका दुनिया बनेकुथि नेपाल भाषा विषय लागू यागो लिसे खर्गी समाजमा थाइगु नाखी बाजा या प्रवर्धन यागो ज्यायागो थासे उखिया कदर स्वरूप शनिबार ए छगु ज्याजो याना हंगु ख ज्याजोले ए महानगरपालिका दुने लागू खर्गी समाज ज्या हेन्यागु गुथि खल पुच पाखे मेयर उपमेयर यात हंगु ख समितिया नाय अन्जिता खर्गिया सभा नायसी जुगु ज्याजोले समितिया मु छन्जे राज साइन लस्कुस्याना दिगु खसा समितिया फुलाम नाय लिसे संरक्षक मनोज नेवा खर्गी समाज याना वया चंगु ज्याखया बारे नौवाना दिल सरकारी रूपमा बाध्ययामा स्थिति हो र छिसा थय संस्कृति थय सम्पदा थय भ्या थय लज्जा थय भेषभूषा जगैना छिसा यामा पनि तर छिसे विस्थापित जो अवस्था हुन्छ होला छिसे आ पश्चिमै पिटी भेषभूषा पनि अलि भचा मोडर्न जिउ ए नेमा भ्याछ्या छामले नेमा भ्यासल लासा जागिरिया तै मगु तै पनि अयो मानसिकता चाहिँ छिछे चाहिँ बोलन्छ स्थिति जुनी ठोखैले चाहिँ चिका दिटा आवे पे मस्त त नेवा भ्या कम्पल्सरी सेका दितना चाहिँ इना पेना जुना गुठी पिन्टर 1-1 लाख 6-6 लाख जब बिउ या जुन खवल उके नीति प्रशासनिक रूपमा छिन्यान वनमा गुठी पि दर्ता यामा दर्ता मयाका छिसन्छ जब क्या खनि मगर हैन तो चाहिँ प्रोसेस ख ए जुनी गो यामा छिसा वमो शनिबार न बैठक चुन्नु न बैठक न छिसा छिपिन्ट सहकार्य जिबि हामीले न्यानिलु गुठी दर्ता या नीति छिपिन्ट ठाकुला भाषा जिप्छ सहयोग ज्ञानबी विधान लेखिमा अध्यक्ष उपाध्यक्ष लेमा ठुकैन युकै समस्या त उइ चौध छारा छ त जेको सान्यन होला ठाकुरी अध्यक्ष जु खकी मको ठाकुरी जे ठाकुरी ब्रजे चौध ए जुनी कार्य समिति गेरा देख्यो ध्यान न खवे चौध उकै नीति चाहिँ विशेष अनुरोध छिपिन्ट नेपाल खरिसिया समिति छिपिन्ट सहयोग ज्ञानबी ओ चाहिँ गु किस्म कार्य समिति देखाउने विधान गेना चाहिँ देख्यो ख बोना जिम्छ पल्याट छिपिन्ट ग्वाली यावे जी विधान देखिन छौ कपि जुम्था वल्ला सब दोको छिपिन्ट जिम्छ बिउन जी तर ठिकै चाहिँ अल्छी मचान दिटा दिना पेना छ 42वटा जिल्लामा 72 शाखा उपशाखाहरू छन् हामीसँग आजको समयसम्म आइपुग्दा हामी एकदमै बलियो छौँ एकदमै सक्षम छौँ त कहिले काहीँ वैचारिक रूपमा पछाडि परेको कि जस्तो हामीले चाहिँ महसुस गरेका छौँ व्यक्ति सक्षम जुई व्यक्ति की ढिमाना देखो व्यक्ति की विचारमा बल्लाको शरीरमा बल्लाको तर जुन समुदायले छिस जन्मतया यदि समाज ठाउँमा छ व्यक्तिको ठाउँमा के औचित्य मरो व्यक्ति करोडपति देखो अरबपति देखो तर सुरका डालले जिउ नाइले जिउ थर्दै नि जिउ थर्दै जिउ जात्दै नि ओ जात ठकाय माकी मुआ थर ठकाय माकी मुआ व्यक्तिको ठाउँमा फसल ल्याउने थर मोटर सा जिउनी हिउँनीको नाटक सा जिउनी ओके जे खर्की समुदायले जन्म जिया समग्र खर्की त्यो हिटिया नीति स्थापना यन्त्रको गुटी अनुभव पनि स्थापना यन्त्रको गुटी थोचो नेपाल खर्की सेवा समिति ख ठीक है जेसँग ठ गुठीले भटिचा परिवर्तनकारी ज्यायानुले भटिचा धुडु किसिमको तालिम दियो खन्थु ज्यायानुले थयौ चीजलाई नेपाल खर्की सेवा समिति समन्वय यानि महानगरपालिका न झिउलाई आर्थिक सहयोग या जोंडो मला बाजा संस्कृति संरक्षण न जुलका गुठी क्षेत्र न जुलका मेरो छिया मेरो ठासेवना नयाँ लागि न तालिम गाइजियो
सिप सेक्नुको लागि चाहिँ झिसँग तालिम गाज्यू खो यासा खरिदे पहिचान झिसँग लेगे फेरि छ छेनलिउ निम्ति जग्गा मोरु जिबी गुपी ग्यारेज चाहिँ गुठी भनिमा गुपी चाहिँ जुग्री ठाउना हनिमा अथवा भनौँ भनौँ पार्टी फल्चावना हनिमा गुपी पार्टी पैलेसे गुठी हनिमा हिँड्नु गुपी नारी दरबारे हनिमा पिनौँदु तर त्यो गुठियाहरूको सङ्ख्या कम जो छ नि ध्यान दिएर चाहिँ जो खैटे गुठीले दप्पु गुठीले चाहिँ यो गुठियार पनि धेरै हुन मरो गना झिम झिन्याम 20 25 गना 60 70 80 100 मगला चिरङ संख्या पनि गुठी ध्यान दु चिरङ गुठी देउ म भएन सोचे या मजिल यो को संख्या ध्यान दु टडो गुठी गाएन सोचे या म हो वैचारिक रूपमा चाहिँ सक्षम जीवनका विचार नीतिगत रूपमा निर्णय या सजिलो गुठी बल्लार गाएन ठीक मल सम्मान ज्याजोले मेयर उपमेयर खर्की समाज हङ्गुली सुबाद्य छसे सभा यात सम्बोधन याना दिएको ख विभिन्न गुठी चलन गर्ने फुक्कम गुठी खौरो भाषे खौरो फुक्कम गुठी मेमे नजर समान गर्न था अले जिरास बन्दा से यको पालन गो यको गुठी गो गुठी खौरो भाषे फुक्कम तो जन्म सुतर को जन्म सुचिरो न को फोकस खौरो भाषे आवश्यक अले जिसा नेपाल भाषा 123 वटा भाषा 125 वटा जाति को जाति मध्ये 6 जग्गा जाति तन्ना आशा जिउ लागि काजे 6 जग्गा भाषा तन्ना आशा जिउ लागि काजे अनि जिउ 6 गुठी जग्गा तन्ना आशा जिउ लागि काजे अझ फुक्क गुठीको बाकट हो फुक्क भाषाको बाकट हो फुक्क जातिको बाकट हो अनि जिसा बाबा संस्कार र संस्कृतिको बाकट हो किन जिसा बच्चाको मसिका छुछु भने चाहिँ व्यवहारिक सन्दर्भ परिमार्जन ल्याएमा आशा आवश्यक छ ल्याएमा अरे चिया पनि एउटा जो मने मटा गन भनी त चिन्ता विरोध भइरहेको बोलिरहेको तर आवश्यकता अनुसार समय परिस्थिति अनुसार माना भनी संशोधन गर्न योग्य यो अर्थजन जिसा परम्परा जे बुझी जे संस्कार संस्कृति निरन्तर दिएन अथवा त समृद्ध यानी यो जीवन तात्न भयो कथा ये महानगरपालिका फुक्क गुठियाले नमिलेर बजाय जोड्दै भयो ये महानगरपालिका कले यहाँ चाहिँ चार अनुसार फुक्क जिसा बाजाई संरक्षण या भयो बाजे महानगर भजिता जिसा बाजेला बाकी बेला चिकन साडी आउँछ यदि ये महानगरपालिका से यो पनि एउटा चिकनी हो यो योगदान एउटा जिसा आज यहाँ भयो तर तो बुझे जो 100 वर्ष यहाँ यहाँ चलेको छ जिसा मसिका बाजे अझ बाजे से पुरा दिन संख्या चलेको हो उयो निरन्तर दियो जिता थाकेन चौर के लागि यहाँ महानगरपालिका भजन जीव या निरन्तर दियो कोसिस गर्नु त्यो छिल्दै कि बुझी छिल्दै कि भाषा ये महानगरपालिका बाजे त्यसलाई सुसु फुक्सुक के लाल पर्दा मरे देखो जे मनो जे भेगा लाल पर्दा मरो तर फिल्मको दशा फिल्मको आधारमा जिम संवाद आने फिल्मको दशा छिके के संवाद में विरोध में दशा जिम्ता आपले मरो लाल पर्दा ले विस्तार भयो देखि गाले आ जे सब त्यो मो बुझी का अलगबाट हाव भएको न तर अलग भाषा न ज्या फिल्म मजला ज्ञान भाषा सके जिम्ता होगा सा काय को कथा जब क्या बेरा न ज्या मो केला जब ब्लॉग चाहिँ फला लगा जे मो बुझ्नु न के प्रोट यो के तर ज्यादा लासा देखाना चाहिए वो छौतो का बहुत चिंता ने लाल पुटर फिल्मो को जिमो गुडी जिमसन देखा संरक्षण या एक भ्रम दशा भ्रम चिका दिस ये मानव पर काउ को जो बरासा है के मानव पर देखा दिदा चिकुते वाला आपके चिकन सा संरक्षण के अंदर चिकन सा व्यवस्थापन के दिस ये मानव पर काउ को फिल्म फोकस गरिँदा जे गर्नु गुठीको कारणले गर्दाखेरि हाम्रो सम्पदा संस्कृति सबै जोडिने हो र हाम्रो देशभरिले पहिचान हाम्रो गुठीले नै गर्ने हो यो गुठीलाई मास्न थाल्यो भने हाम्रो देश नै मास्न थाल्छ त्यसैले यसमा चाहिँ तपाईँ हामी समयमा चाहिँ हामीले ध्यान पुर्याएन भने हामी चाहिँ समाप्त हुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई ध्यान आकर्षण गराउनु अर्को कुरा जमिनको आवश्यकता छ गुठीको जमिनको आवश्यकता छ भने हामी महानगरपालिकाले त्यो गुठी चाहिँ बनाइदिने भनेर प्रणय गरिसकेका छौँ किन त गुठी र घर भयो भने हामी जहिले पनि निरन्तर रूपमा चाहिँ अगाडि बढ्न सकिन्छ किनभने जहिले पनि पैसा कति राख्ने आर्थिक सहयोग कति गर्न सकिँदैन एकचोटि हामीले बनाइसक्यो अब आउने पुस्तालाई पनि काम लाग्छ र हाम्रो सारा संस्कृतिहरू पनि बचिरहन्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु आफ्नो हबीलाई पनि अगाडि बढाउने सबैभन्दा चाहिँ शिक्षालाई अगाडि बढाउनुहोस् मैले भन्न खोजेको म पटक भन्छु शिक्षा बिना हामी अगाडि बढ्न सकिँदैन त्यसैले अब यहाँ जमात मैले युवा जमात देखिरहेको छ युवा जमात आफ्नो हबीलाई पनि अगाडि बढाउँदै आफ्नो शिक्षालाई पनि अगाडि बढाउने सबै कुराभन्दा सबैभन्दा हामी चारजना मान्छेको अगाडि डिस्कस गर्न सक्ने डिफेन्ड गर्न सक्ने भनेकै शिक्षा हो त्यसै कारणले मैले हरेक छोराछोरीलाई भन्ने गर्छु आमा बुवा भनेको जन्माउँछ कर्म दिन्छ
भोलि हाम्रो शरीर पनि चोला पनि समाप्त हुँदै जान्छ। यही शिक्षाले गर्दाखेरि तपाईँहरूलाई चाहिँ भोलि आमा र बुवा हो, त्यो कलम र किताब भनेकै आमा बुवा हो, अभिभावक हो। त्यसैले अभिभावकले जुन गरिरहेको छ त्यसलाई चाहिँ अगाडि बढाउनुहोस्, शिक्षालाई अगाडि बढाउनुहोस्, आफ्नो हबीहरूलाई पनि अगाडि बढाउनुहोस्। यसमा काठमाडौँ महानगरपालिकाले विशेष तपाईँहरूलाई चाहिँ ध्यान दिएकै छ। अठे जाजोले समाज आवेगु मङ्सिर 11 गते बृहत नायकी बाजा प्रदर्शन या टेङ्गु घोषणा यागु खसा उगु जाजो या नीति बाजा कजी कथा युवराज साई ओल्यु कजी कथा रोमन खड्गिया त फाला बिउगुदु ए महानगरपालिका खड्गी गुठिया पेङ्गु गुठी छेदनेगु नीति बजेट विनियोजन या ठुङ्गुगुदु तक्लेन हापाङ्गु चरणे श्री कङ्ग अजिमा तर गुठी छे निर्माण जुइटेङ्गु दुसा अनली शान्त गुठी नरसिंह गुठी व मेर सिंह गुठी या छेन निर्माण जुइटेङ्गु ख थुपी गुठी छे दनेगु नीति महानगरपालिका न्यागु करोड तका फ्यागु ख